हेलो एभ्रिवान वेलकम आफ्टर लङ टाइम म भिडियो बनाउँदैछु किनकि मेरो चाहिँ फोन चाहिँ एकदमै स्पेसफुल हुन्छ मैले तपाईँलाई अस्ति नै भनेको थिएँ होइन अनि त्यही कारण चाहिँ आज चाहिँ म जसुकै होस् म चाहिँ भिडियो बनाएर छाड्छु। अन्त हिजो अस्तिदेखि चाहिँ एकदमै पानी परेको थियो नि त यही वेदर अहिले यस्तो छ एकपट्टि घाम एकपट्टि धुम्म भइरहेछ तर भरे चाहिँ घाम लाग्छ जस्तो लाग्दैछ मलाई चाहिँ होइन। अन्त आज चाहिँ धेरै काम थियो मेरो घरहरू सफा गर्नु थियो यहाँ अगाडि यो के भन्छ पानी परेपछि चाहिँ झाडु उम्रिहाल्छ नि त अन्त त्यो पनि उखाल्नु थियो अन्त यो फुलहरूको पनि डाङडुङ गोड्नु थियो होइन। अनि त्यहाँदेखि रुमहरू पनि सफा गर्नु थियो पानी परेर पुरा अब ग्याच बाहिर टेकेर आएर होला पुरा मैला हुन्छ। अन्त त्यही हो अब मेरो भ्लग चाहिँ हात बताउनु सक्दैन किनकि मेरो फोनै त्यस्तै अब कस्तो भन्नु त्यस्तै छ किनकि मेरो फोन अलिकति भिडियो बनायो भने स्पेसफुल भइहाल्छ होइन। आज चाहिँ जसुकै होस् म बनाउँछु भनेर सोचेँ होइन। अन्त त्यहाँदेखि चाहिँ म चाहिँ अहिले जस्ट खाना खाइसकेको थिएँ अन्त म चाहिँ अब किचन सफा गर्न आँटेको किचनदेखि स्टार्ट गरौँ भनेर होइन। अन्त यो फ्लास चाहिँ अस्ति मम्मीहरू गान्तोक जानुभएको थियो नि त अनि त्यतिखेर ल्याउनु भएको हाम्रो फ्लास थिएन नि त एउटा हर्चै परिरहेको थियो। अन्त अब चाहिँ म किचन सफा गर्छु भनेर सोचेँ किचनदेखि निक्लिँदै बाहिरसम्म सबै सो हेरिदिनै गर्नुहोस् होला मेरो भ्लग। सो अब चाहिँ म किचन सफा गर्न थालेँ अन्त उब्रेको खानाहरू चाहिँ अब हिजो बेलुकादेखिको थियो नि त त्यो चाहिँ कुखुरालाई दिनुपर्छ भनेर चाहिँ अन्त त्यहाँदेखि चाहिँ म भाँडा धुन थालेँ भाँडा सारा धुइसक्नु आँटेको थिएँ। सो फाइनली मैले भाँडा पनि धुइसकेँ होइन अन्त किचन पनि सफा अलमोस्ट भइसक्यो अब झाडुलाई के भन्छ बढाल्छु होइन। त्यहाँदेखि यो बाहिर पनि सफा गर्नु थियो डल्लै फुलहरू किनकि कुखुराले चाहिँ यसो छरेर चाहिँ माटो डाङडुङ निकाल्छ कि त्यही कारण घिनलाग्दो देख्छ अस्तिदेखि पानी परेर पनि होला फुलहरू पुरा बेसी पानी बेसी भएर चाहिँ अलिक उयो पनि भइसक्यो। अन्त म चाहिँ झाडु खाल्दै साइड लगाउँदैछु त्यहाँदेखि चाहिँ बढालेर चाहिँ फुल राख्छु भनेर सोचेँ होइन। त्यहाँदेखि चाहिँ मैले फुलहरू डाङडुङ निकालेर चाहिँ अन्त त्यहाँदेखि चाहिँ बढाइसकेर चाहिँ सफा देखेँ नि त त्यहाँदेखि अर्कोपट्टि पनि थियो। सो फाइनली मैले आँगन पनि सफा गरिसकेँ यहाँ फुलहरू पनि सफा भइसकिसक्यो यहाँ पनि उयो गरेको थिएँ अन्त यो काटेर अहिले सफा भइसक्यो। अन्त पर उयो बाटोसम्म गरेँ मैले चाहिँ आज अन्त योहरू गर्दा सर्दा चाहिँ 1:30 भइसकेको थियो गरम पनि एकदम गरम भइसकेको थियो घाम पनि आज मजाले लाग्यो नि त। अन्त यहाँ उयो चुल्हाहरू लिपि पनि सकेँ होइन। अन्त यहाँ सिनिक्कै बार्दै अन्त रुबी आएर सुत्दै आएको रहेछ कि अन्त मैले रुबी भन्दै थिएँ होइन। अन्त त्यहाँदेखि चाहिँ अन्त आज यति मात्रै सफा गरेँ त्यहाँदेखि उता चाहिँ हाइडिङदेखि उता चाहिँ भोलि गर्छु भनेर सोचेँ। अन्त त्यहाँदेखि चाहिँ मैले यहाँ रुमहरू पनि पुसिसकेको थिएँ किचन अन्त बरेन्डा अन्त हाम्रो रुम पुसिसकेको थिएँ होइन। एकदमै गरम भइसकेको थियो अन्त म चाहिँ फ्रेस भएँ। अन्त त्यहाँदेखि चाहिँ अब घर बसी गर्नुपर्छ यो काम होइन। अन्त अब घर बसी गर्नुपर्यो त्यहाँदेखि फेरि कहाँ जानुपर्छ कता जानुपर्छ फिक्सै हुँदैन होइन हिँडेपछि। अन्त त्यहाँदेखि मैले अलमोस्ट मैले मेरो कामहरू सकेको थिएँ होइन। सो अहिलेको वेदर चाहिँ यस्तो त्यसको बादमा चाहिँ मैले 2 बजी खाजा खाएँ एकदमै भोक लागिसकेको थियो होइन। अन्त मैले चाहिँ आज चिया पनि खाएँ पनि त म चिया खाँदिनँ हतपत पानी मात्रै खान्छु। अन्त यो टेर्मे चाहिँ अस्ति ल्याएको थियो अन्त यहाँ चाहिँ बिस्किट र चिउरा छ होइन। अन्त आज चाहिँ पुरा भोक लाग्यो नि त त्यसको बाद चाहिँ मलाई अल्छी लाग्यो अन्त अब चाहिँ स्कुलबाट आइपुगेको रहेछ अन्त म त्यहाँ गएँ। अन्त बिरालोले चाहिँ अस्ति जन्माइसकेको थियो बिरालो अन्त यतिको ठुलो भएछ अहिले चाहिँ क्युट भएछ। त्यसको बादमा चाहिँ मलाई अब दोकान गयो होइन त्यो सामान किन्नु थियो अन्त मलाई अल्छी लाग्दै थियो त्यही कारणले चाहिँ अबुलाई म जिस्किँदै जाँदै थियो होइन। अन्त म चाहिँ अबुलाई साथी लिएर गएको नि त यहाँदेखि हाम्रो घरदेखि अलिक टाढो पर्छ नि त दोकान त्यही कारणले त्यहाँ जाँदैछ हामी चाहिँ। त्यसको बादमा चाहिँ म घर आएर आगो फुकेँ अन्त अब चाहिँ खानाहरू पकाउने टाइम भइसकेको थियो 5 बजिसकेको थियो नि त। अन्त मैले आगो फुकेँ होइन। अन्त अहिलेको वेदर चाहिँ भन्दा चाहिँ पानी पर्नु आँटेको छ यहाँ चाहिँ अन्त त्यही कारणले चाहिँ अब म छिटो खाना पकाइहाल्छु होइन। अन्त अहिले चाहिँ पानी पर्नु आँटेको छ होइन। अब चाहिँ मेरो भिडियो पनि यहाँ एन्ड गर्छु होइन। इफ तपाईँलाई मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनुहोस् ल बाई।